हेलो साथीहरू, आज म चाहिँ पर्क अचार सुँगुरको मासुको अचार बनाउन गइरहेको छु आफ्नै घरको लागि आफै खानलाई। सो सुरुमा चाहिँ मैले कराईमा तेल तताउँदैछु अनि साथसाथ मैले मनतातो पानीमा चाहिँ यो सुकेको खोर्सानी हुन्छ नि हो त्यो नि भिजाइरहेको छु। यसले चाहिँ भरे कलर कस्तो राम्रो आउँछ कि मासुमा। अनि त्यसपछि मैले चाहिँ अदुवा र लसुन पनि अघि काटिसकेको थिएँ केलाएर, अनि त्यो म देखाउँदैछु हो। यो चाहिँ मैले यो काटेको छु अनि देखाएको। अनि तेल अलिक तात्यो, त्यो पछाडि मैले अदुवालाई पहिले फ्राई गर्न लगाइदिएँ, त्यो पछाडि म त्यो निकाल्छु, त्यो पछाडि म लसुनलाई पनि फ्राई गर्छु। अनि यसरी चाहिँ हामीले अब म चाहिँ यसो गर्छु है, आफ्नो तरिका हो। म चाहिँ यसरी घरमै अचार बनाएर गर्छु। त्यो अर्काको अचार चाख्नु अनि फेरि राम्रो छैन यो छैन भन्दा ल्याउनु ल्याइसक्यो, खानु खाइसक्यो, मिठो थियो भने मिठो ठिक छ। अनि यसरी हामीले घरमा यसरी बनाएर खानु सकिन्छ। यो चाहिँ मेरो तरिका। मैले पनि अरूबाट यसरी भिडियो हेरेर सिकेको। मैले पनि यो पनि म पनि कस्तो जान्नेवाला त होइन, र पनि मैले अरूको भिडियो हेरेर मैले यसरी सिकेको। यसरी बनाउँदा मलाई मिठो लाग्यो। सो अनि मैले चाहिँ मासुलाई अघि म्यारिनेट गरेर फ्रिजमा राखिसकेको थिएँ। कति दुई किलो कि 2.5 किलो कति थियो कि मासु। यो चाहिँ तर अस्ति नैको काटेको भिडियोमा त ढिलो आएको भनौँ न। अनि यो मसला हो, हेरा चाहिँ यति धेरै छ, तर यो सबै लाउने चाहिँ होइन भरे। यो चाहिँ आधी चाहिँ मैले चटपटेको लागि राख्छु। अनि मासु चाहिँ 2 लट गरेर फ्राई गरेको थिएँ मैले। 2 लटकै चाहिँ देखाइनँ, यो एउटा देखाएँ, यतिमै बुझ्नु होला कतिसम्म भनेर। पनि अब त्यो पनि मैले भिडियो बनाइनँ रहेछु कि, अब के गर्नु, अब यस्तै छ सुरुमा है। अनि म त्यो बोसो धेरै निक्लेको थियो नि त। अनि बोसो धेरै निक्लेपछि चाहिँ अनि मैले बोसो निकालेर त्यो नयाँ तेलमा लगाएको थिएँ। अनि मैले मसला हालेँ, त्यो सुकेको खोर्सानीलाई पनि पिसेर यसरी हालेको। त्यो सर्ट क्लिपमा च्याट्ट काटिएको छ कि। अनि सबै मसला मरमसला अघि त्यो पिसेको नि मैले सबै चाहिँ लगाइनँ, अलिकति मात्रै लगाएको, किनकि त्यो मासु फ्राई गरेपछि थोरै नै हुन्छ कि। तर आफ्नो हिसाबको कतिसम्म फ्राई गर्ने भनेर म चाहिँ मजाले नै फ्राई गरेर, पुरै त्यस्तो सुकाएको त होइन, तर अलिअलि रहिएकोसम्म चाहिँ बनाएको थिएँ। अनि यसरी पहिले यो मसलाहरूलाई मजाले पकाउने, ग्यास अलिक हल्का सानो बनाएको थिएँ, मैले बनाइसकेको थिएँ, तर यहाँ नदेखेको रहेछ। ग्यास चाहिँ अलिक सानो बनाएर नुन मरमसला सबै, चिली फ्लेक्स चाहिँ मैले घरमै बनाएको थिएँ। अनि त्यत्रो मासु त यति मात्रै हो कि यति मजाले बनाएर अनि यसरी सानो ग्यास अघि नै मैले सानो ग्यास अहिले बनाएर रहेछु, सरी अघि त बनाएको थिइनँ, अब के हो। अनि यसरी पिरो अलिक हालेर, धेरै पिरो पनि मन पर्दैन, ठिक्कको पिरो, खाँदा झक्का पिरो होस् न भनेर हो क्या। त्यो ग्रास अचार भन्दा पनि भारी पिरो लाग्छ, मलाई मनै पर्दैन। अनि त मैले ग्यास बन्द गरिसकेको थिएँ, सेली पनि सकेको थियो। फेरि एकछिनपछि बुढा आएछन् र अनि खोइ चाखौँ त भन्यो भने 1 मिनट भनेर उहाँले चाहिँ फेरि भेनिगर अमिलोको लागि त्यो भेनिगर पाउँछ नि बट्टामा, हो त्यो हालेको थिएँ मैले। अनि त्यो हालेर यसरी बनाएको थिएँ। अनि बुढालाई पनि चाख्नु दिएँ। अनि नुन लागेको छैन के छैन भन्दै, नुन पिरो के हुन्छ गर्दै। अनि यसरी चाहिँ हामीले स्वयं घरमा यसरी बनाएर खान सकिन्छ। तपाईँहरूलाई नि सबैलाई नआउने होइन, जाँगरको कुरा हो। मलाई पनि कहिलेकाहीँ जाँगर चल्दा यसरी बनाउँछु हो, नत्र म पनि हजुर जस्तै कता किनेर खाने हो, त्यस्तै हो नत्र। तर कहिलेकाहीँ चाहिँ मासु यसरी हुँदा चाहिँ जोगिन्छ है। फेरि यति बेला मैले यो सेलायो अरे अनि भिडियो गर्न बिर्सेछु कि। भोलिपल्ट बिहान चाहिँ मैले यसरी यो 2 बट्टा भएको थियो, अनि बट्टामा यसरी देखाएको। पहिले नै बुढाको अचार ल्याएर खाएको थियौँ त, त्यसको खाली बट्टामा नि लगाएको। सो यसरी खानु होला। थ्याङ्क यू फर वाचिङ।